Okay, so what's up guys? Welcome back to my channel. आज मैले हजुरलाई सिकाउँछु कसरी हाम्रो मोड फोल्डर डाउनलोड गरौँ जस्तै यता यस्तो नि त्यो मोड एउटा मोड फोल्डर हुन्छ नि के अरे त्यसको नाम जस्ट यस्तो अनि के अरे त्यो मोड फोल्डर हुन्छ नि त्यो युट्युबर्सहरु जस्तै क्वेशन पेजहरुको मोड एउटा मोड हालेको के हुन्छ नि हैन त्यो मोड कसरी मोजो लन्चरमा डाल्ने यो मोजो लन्चर हो सबभन्दा पहिला हजुरले यहाँ यस्तो हुन्छ नि यहाँतिर एरो हुन्छ एरो क्लिक यस्तो क्लिक गरेर क्रिएट न्यू इन्स्टेन्टमा क्रिएट न्यू इन के भन्छ थाहा भएन अनि यहाँ फेब्रिक खालेवाला फेब्रिकमा क्लिक गर्नु आफ्नो भर्जन सेलेक्ट गर्नु म 1.21.4 गरेँ अनि यसलाई इन्स्टल गरिदिनु हो न इन्स्टल गरेपछि हजुरले आफ्नो खाले कुन खाले थियो मैले भुल्छु कि गाइस कुन खाले थियो नि त्यसले गरेर प्ले गरिदिनु है रोक्नु मैले प्ले गरिरहेको छु गाइस पहिला मैले प्ले भएपछि स्टार्ट गर्छु त गाइस ल गाइस हाम्रो यस्तो भयो यस्तो आएपछि अहिलेसम्म यहाँतिर मोड फोल्डर खाले आछन् अब हजुरले क्युट गेम गरिदिनु क्युट गेम गरेपछि अब हजुरलाई सिधा केही गर्ने के रोक्नु यसलाई मैले न हजुर केही गर्नु यहाँ केही नगर्ने गाइस मैले त्यतिको लागि गर्छु हजुरले नगर्नु केही पनि मैले यहाँ सम्झिनुको लागि यो खाले हो हाम्रो खाले अनि अब हामीलाई सिधा ब्याक गएर या गुगलमा गएर फेब्रिक एपीआई म सर्च गरिदिन्छु FABRIC फेब्रिक एपीआई भएपछि यहाँतिर एउटा आउँछ मोड्रिनको त्यसमा क्लिक गरेर भर्जनमा क्लिक गर्ने अनि आफ्नो भर्जन सेलेक्ट गरेर अनि यहाँतिर एउटा फर्स्टमा कुन खाले आउँछ त्यही खाले यहाँतिर यो बटन दबाएर डाउनलोड गरौँ मैले डाउनलोड गरिसकेँ अनि यहाँ ब्याक आउनु फेरि अनि के थियो अरे अब हामीलाई त्यो मोड फोल्डरको लागि एउटा मेन प्लगइन चाहिन्छ त्यो नभए पर कहिले पनि हाम्रो हुन सक्दैन त्यसको नाम हो मोड मेन्यु यसरी लेख्नु होला त्यसरी लेखेपछि यहाँ मोड्रिनको फेरि मोड्रिन के गर्नु फेरि यहाँतिर यस्तो आउँछ ट्राभल्स विसी र के छ दिनहरुको अब भर्जनमा क्लिक गर्नु भर्जन सेलेक्ट गरेर फेरि यहाँदेखि डाउनलोड गर्ने त सबै डाउनलोड गरेपछि अब हजुरलाई फेरि मोजो लन्चरमा आउने ओपन अनि अझ अरूहरूको युट्युबरको लिङ्कमा चाहिँ यस्तो गर्छन् सबैले जी पछिवरमा गएर के गरेर कपी पेस्ट गर्छन् तर कसको कपी पेस्ट हुनु त्यही भएर मैले तिनीहरूको लागि मोजो लन्चरमा जानु ओपन गेम डाइरेक्टरीमा जानु अनि यहाँदेखि लेख्नु ओपन न्यू विन्डो मोड खाले गएको अरे मोड खाले कुन थियो मोड फोल्डर पेस्ट हैन रुक्नु नयाँ खाले मैले नयाँ खाले क्रिएट गरेको नयाँ खाले यही हो गाइस यो यता यस्तो बकवास के आउँछ हैन बस सबभन्दा पहिला हजुर के अरे यो मेरो थर्ड फोल्डर चाहिँ यसलाई नगर्नु मैले त्यो त मेरो पल्टिएको थियो हैन यो हजुरकोमा यस्तो दुईटा हुन्छ नि चेक गर्ने दुईटामा जस्तै फोनको लागि म फोन जस्तै गर्छु नि आरले प्रेस गरे त्यसमा क्लिक गर्नु यहाँतिर सर्च गर्ने मोड के अरे यहाँतिर एउटा मोड छैन भने यहाँदेखि ब्याक जानु ब्याक गएपछि अर्कोमा जानु अर्कोमा मोड छ भने हेर्नु मोड छ हैन मोड छ भने त्यसलाई त्यो भयो नि त्यो कुन छ नि त्यही भयो अब हजुरलाई डाउनलोड्समा जानु कुन हजुर गरेको यस्तो गर्नु के हजुर यस्तो गर्नु नि यता फेब्रिक एपीआई छ नि यो फेब्रिक एपीआई यसलाई क्लिक गर्नु लङ प्रेस गरेपछि यहाँ माथि यहाँ 3 डट छ त्यसमा गएर कपी टु गर्नु कपी टु गरेपछि अब यहाँ एउटा 3 डट भयो अनि यसको पछाडि यहाँ 3 डट हुन्छ यहाँदेखि मोजो लन्चरमा जानु अनि यहाँ यो इन्स्टेन्टेड के हो नाम अनि हजुर कुन खाले मोड खाले फोल्डर म फेरि मोड खाले फोल्डर चेक गर्ने यसमा छैन यसमा छ भने अब यहाँ आएर कपी क्लिक गरिदिनु कपी क्लिक गरेपछि
यी अब हेर्नु चेक गर्ने त यता चेक गर्नु त्यही फोल्डरको मोडमा हेर्नु त मोडमा यो फेब्रिक एपिआई आयो अब फेरि प्रोसेस गर्नु यसरी फेरि मोजुला नि फेरि डाउनलोड्समा जानु अब हजुर फेरि हजुरको केटी अरे मोड मेन्यूलाई यस्तो गर्नु फेरि 3 डट क्लिक गरेर कपी टु गर्नु फेरि यता यो खाले 3 डट अनि मोजुला लन्चर इन्सेन्टेस फेब्रिक लोडर कुन खाले थियो मोड्समा जानु यसलाई फेरि कपी क्लिक गरिदिनु यो कपी भयो फेरि देखाइदिन्छु मोजुला लन्चर इन्सेन्टेस फेब्रिक लोडर मोड्स त्यो कुन खाले त्यही खाले यी हेर्नु दुईटा भयो खोजेर गर्ने गाइस एउटामा यहाँ एउटामा हुन्न एउटामा हुन्छ यो खाले चाहिँ नगर्नु किनकि यो मेरो पहिलेकै सेट भएको यो मेरो सबै सेट भएको मेरो यसमा गाइस भोइस च्याट पनि छ भोइस च्याट मैले ट्राई गर्छु न मैले नयाँ हालेको त्यो दुईटा भयो न गाइस रोक्ने दुईटा के हटाएर यो हटाउन के अरे यो आउनुभयो हजुर अनि यहाँ आफ्नो फोल्डरमा के अरे कपी नै ओपन न्यू विन्डो बट्स ओपन अनि गर्नु भित्र आएपछि यता दुईटा भयो पार अब हजुरले के गर्ने पहिला हजुरले ब्याक गर्दै जानु ब्याक गर्दै कतिसम्म ब्याक हुन्छ त ब्याक पुरा ब्याक गरेर जानु होइन कहिलेसम्म त्यो मोजुला लन्चरको त्यो हुन्छ नि होम स्क्रिनलाई त्यस्तो नभए हजुरले ब्याक आउने यसरी अनि यहाँ यस्तो खोलेर यसलाई यस्तो डिलिट अनि मोजुला लन्चरमा आउनु अनि यहाँ चाहिँ यता प्लेमा क्लिक गर्नु प्लेमा क्लिक गरेपछि अब मैले फेरि गेम स्टार्ट गरेपछि कुरा गर्छु गाइस ल गाइस मेरो गेम स्टार्ट भयो यता नि मेरोमा आए पो हजुर टेन्सन नलिनु किनकि हजुरको आइहाल्छ किनकि मेरो पहिलेदेखि एउटा छ मोड फोल्डर त्यहीबाट मेरो हुने मैले के प्रोसेस गरेको त्यो गरेपछि प्ले गर्नु यहाँतिर हजुरको एउटा यहाँतिर एउटा मोड फोल्डर आउँछ गाइस ल गाइस यो मोड फोल्डर आउँछ त्यो ल अनि हजुर कुन मोड डाउनलोड गर्नु ल गाइस अहिले ब्लग एन्ड गरौँ लास्टै भिडियो 7 मिनटको होइन 6 मिनटको 8 मिनटको हुन रहेछ ल गाइस यो ब्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गर्नु शेयर गर्नु सब्स्क्राइब गर्नु गाइस सब्स्क्राइब गर्नै पर्यो क्या यो पनि यो मेरो मम्मीको च्यानल हो यो मैले यहाँ अन्जना शर्मा भन्ने युट्युब च्यानलमा हेर्नुहुन्छ होला मेरो युट्युब च्यानललाई के भन्छ हेर्नु गाइस हजुरलाई केही थाहा छ भने हेर्नु युट्युब च्यानल यता यो के छ यस्तो प्रब्लम छ गाइस प्लिज मलाई साइन इन भनेको मलाई पासवर्ड चाहिएको छैन त्यो पनि ल गाइस यो ब्लग कस्तो लाग्यो राम्रो लाग्यो लाइक शेयर सब्स्क्राइब अनि एउटा चिज गर्न भन्नुभयो लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला ल गाइस यो ब्लग कस्तो भनिसके त्यो फेरि भन्छ र गाइस यो ब्लग के थियो रे फेरि हुन्छ है ल गाइस यो ब्लग कस्तो लाग्यो राम्रो लाइक शेयर सब्स्क्राइब एन्ड कमेन्ट गर्नु होला ल अब म यो भिडियो बनाउँछु ल थ्याङ्क यू फर वाचिङ बाई